अब हामी पुग्न लागेको छ। यहाँ भर्खर हामीले बोर्ड देख्यो, दुईटा झरना रहेछ, लौके झरना र पुङपुङ झरना अरे। हेरौँ कस्तो हुँदो रहेछ। ओके, अब हामी यहाँ आइपुग्यो। भर्खर यहाँ ब्रेकफास्ट खाइसक्यो हामी, म र अनिल सर। अब हामी यहाँबाट फेरि लाग्छौँ। यस्तो ठाउँ एउटा रहेछ, सानो टाउन जस्तो। अब यो बसको ठ्याक्कै पछाडिबाट चाहिँ राइट साइड जानु भन्ने छ। त्यहाँबाट 20 मिनटको बाटो अरे। हामी यो बाइकमा आएको। ल अब हामी यहाँबाट लाग्नु लागेको। ल त्यो यहाँ रहेछ अहिले आउँदाखेरि बलहरू थिएँ अनलाइन चल्छ यहाँबाट हामी राइट छिरेको। चितुवा भेट्ने बाटो जस्तो छ छाउँ जङ्गलहरू हेर्दा साथीहरू भयो मैले स्कुटर लाने जस्तो सोचिरहेको थिएँ कि स्कुटर लग्यो भने त नसाउने रहेछ फर्किने बेला त अहिले जाने बेला पो ओह्रालो होइन अब कता सिधै म्यापमा चाहिँ सिधै पानी पऱ्यो क्या है चित्त पऱ्यो यो कुनबाट जाने हो तलपट्टिबाट राम्रो छ अनि त्यो अरे नि होला त थाहा भन्नु यहाँ तलको बाटो जानुपर्छ।
भने जस्तो छ यस्तो छ पानी पो छिट्टा छिट्टा अलिअलि परिरहेको रहेछ अहिले भरे त घाम लागेको हुन्छ 9-10 बजीसम्म चाहिँ हामी अहिले जज नगरौँ होइन
पछाडि देखाइरहेको छ क्या हेर्नु न हामी यता गइरहेको छ क्या हामी यता गइरहेको यसले यता पछाडि देखाएर है तलतिर मान्छे पनि सुत्नुपर्ने रहेछ क्या यहाँ माथिबाट आएर यस्तो टर्निङ रहेछ यतापट्टि यस्तो बाटो रहेछ यता अनि यो बोर्ड देख्छ तपाईँहरू कन्फ्युज नहुनु उसको तल चाहिँ यहाँ रहेछ नि यसरी चाहिँ नदेख्ने रहेछ यहाँबाट जाने रहेछ ए यो बाटो आयो हामी यहाँ यसो झुलुङ्गे पुल देख्छ दामी रहेछ यहाँ यस्तो रहेछ यहाँ अब हामी अझै अगाडि जान्छौँ यहाँबाट अझै 5 मिनट जति बाटो रहेछ ओ फाइनली हामी पुग्यो यस्तो ठाउँ रहेछ ल रेस्टुरेन्टको आउटलुक यस्तो छ हाम्रो अहिले कोही छैन हामी फर्स्ट कस्टमर हो यसरी ल बाइक यहाँ पार्किङ हाल्यो ए मुनि जानुपर्ने रहेछ यसरी यहाँबाट मुनि जानुपर्ने रहेछ याद हुन्छ ल हामी चाहिँ यस्तो ठाउँ पुग्यो ओके फाइनली हामीले यहाँ वाटरफलको दर्शन गर्नु पायो यो चाहिँ हाम्रो अब अहिले फर्स्ट भ्यू हो अब हामी अझै नजिक जान्छौँ दामी लगाइरहेछ बाटोको एन्डिङमा जति अप्ठ्यारो भए पनि यहाँ लास्टमा यहाँ भ्यूले चाहिँ पुरा बिर्साइदिने रहेछ त्यो अघिको कष्ट बाटोहरू जाउँ हामी अझै पनि भर्यौँ चाहिँ अलि डर लाग्दो छ तर पनि ओ ल अहिले यहाँबाट खिच्नु ल मलाई म यस्तो म खिचिरहेको तपाईँलाई मान्छे ल त्यस्तो रहेछ हामी लगभग पुग्यो सर यता फर्किनु एकछिन ओ दामी छ हामी त्यहाँबाट 6 बजे बिहान 6 बजे निस्केको अब ठ्याक्कै यहाँ अहिले 9 बज्यो 9 बजेर हामी यहाँ पुगेको अब अचम्मको कुरा के छ भने यहाँ आज वाटरफलमा हेर्न आउनेबाट चाहिँ सबभन्दा अगाडि चाहिँ 2 जना मात्र रहेछ उहाँ र म मात्र हो यहाँ अहिले खाली रहेछ कोही छैन वाउ ल यहाँबाट पनि यहाँबाट पनि अर्को अझै तर बाटो भर्यङ चाहिँ अलिक डेन्जर देखिरहेछ है हामी चाहिँ यहाँ म र अनिल सर चाहिँ यहाँ फर्स्ट कस्टमर रहेछ अब भरे 10-11सम्म मान्छे अरू पनि जोइन गर्छ कि हेरौँ अहिलेलाई चाहिँ उहाँ र म मात्र हो ल यस्तो छ यहाँ सराउन्ड झुलुङ्गे पनि अब नजिकबाट यसो हेरेर गइदिउँ भनेको सो हामी झुलुङ्गे हेर्न गइरहेछौँ बाइक एकछिन रोकेर झुलुङ्गे जाने बाटो यहीँ रहेछ झुलुङ्गे चाहिँ यस्तो रहेछ
ओ हल्लिँदो रहेछ मजाले हल्लिँदो रहेछ ओ सिलिन्डीबाट यहाँबाट यस्तो तलबाट यस्तो दाम रहेछ वन जङ्गल अझै तल होला त्यस्तै लाग्यो माथि त देखेन पार्किङ यहाँ रहेछ हामी चाहिँ भर्खर यहाँ पुग्यो यहाँबाट जाने माथि फर्स्ट टाइम हो हामीले टिकटक रिल्सहरूमा धेरै देखेको यो ठाउँ अब माथि कस्तो रहेछ हेरौँ आज एक्सप्लोर गरौँ ठुलोलाई त झन् भइहाल्यो यस्तो खेलाउनु रहेछ अनि त्यहाँबाट चाहिँ समात्दै यहाँबाट गिर जाँदैछ समात्दै तर हामीसँग सेफ्टी बेल हाल्छ अनि त्यहाँबाट झन् पोल छिर्ने रहेछ है अनि मैले उठ्यो भने नि नेट अब फुल आर्मी ट्रेनिङ हुने रहेछ त यहाँ ल माथि हेर्नु जाउँ ओके हामी यहाँसम्म पुग्यो फुट काउन्ट साइकल ए टिकट काउन्टर काउन्टर चाहिँ माथि त्यो खेलहरू खेल्नको लागि होला अहिले हामी खेलहरू चाहिँ खेल्ने होइन होला त्यहाँ जाउँ होइन म यो टेन्टहरू यसो एउटा थिएँ त्यहाँ नाइट स्टेको लागि टेन्टहरू यस्तो रहेछ होमस्टे अनि यहाँ 360 डिग्री साइक्लिङ रे ए सर यहाँ दामी रहेछ साइक्लिङ चाहिँ यस्तो रहेछ 360 डिग्री साइक्लिङ रे यो चाहिँ पुरै फन घुम्ने रहेछ ल यहाँ चाहिँ गेम खेल चाहिँ दामी खेल्ने ठाउँ रहेछ है साइक्लिङ त यो
360 डिग्री साइक्लिङ गर्नुलाई चाहिँ यहाँ रहेछ। ओ ल टिकट काउन्टर चाहिँ यहाँ रहेछ। अब यहाँ धेरै एडभेन्चरको के भन्छ अब यो एडभेन्चर एक्सपिरियन्स गर्नुलाई चाहिँ यहाँ रहेछ। जस्तै जिप लाइन देखियो, जिप लाइन रहेछ होइन। जिप लाइन हो परबाट आउने रहेछ, यहाँबाट आउने रहेछ जिप लाइन खेल्नलाई। ओहो त्यो त्यो घुम्ने पनि रहेछ यसरी स्विङ स्विङ गरेर घुम्छ नि, यस्तो यस्तो गरेर जिप घुम्ने। Giant swing climbing. माथिबाट पनि जाने ठाउँ रहेछ, यहाँबाट पनि रहेछ। सो यहाँ स्विङ देख्न सकिन्छ, यस्तो स्विङ रहेछ यहाँ खेल्नलाई। यो स्विङको चाहिँ प्राइस थाहा भएन। यो रोलर कोस्टर चाहिँ यहाँ रहेछ। रोलर कोस्टरको मात्र 2000 रे। यो चाहिँ अलिक प्राइस हाई जस्तो लाग्यो। प्राइस यस्तो हाई राख्यो भने त अनि कसले खेल्छ होइन। माथिबाट त्यहाँबाट आउने रहेछ। स्टार्टिङ पोइन्ट कहाँबाट होला? उहीँ रहेछ क्या, ए माथिबाट है। त्यही स्विङ होला। हामी यहाँ यस्तो यहाँबाट यस्तो स्विङ यहाँ गएर यहाँबाट पुरा घुमेर कहाँ स्विङ स्विङ। मुनिपट्टिबाट यस्तो झुन्डेर जाने हो क्या? त्यो मुनिबाट जान्छ है सर। स्विङ त्यहाँसम्म रहेछ है। त्यही तल यहाँसम्म रहेछ। त्यो त अलिक प्राइस चाहिँ अलिक मिलेन। त्यो सोध्नु त कति रहेछ? होस् अब के खेल्ने, म त झन् चप्पल लगाएर आएछ। यहाँ खेलिरहेछ। जानुपर्ने रहेछ हो। यो यसरी जाने रहेछ, गइरहेछ खुट्टा हाल्दै। ओके यहाँ सानो बच्चालाई खेल्ने ठाउँ यहाँ रहेछ सर। सानो बच्चाको लागि चाहिँ यहाँ रहेछ। सेम यो सेम यहाँ यति यहाँसम्म बनाउनेहरू चाहिँ। सो यहाँ चाहिँ सानो बच्चाहरूको लागि चाहिँ यहाँ बनाएर रहेछ। रक क्लाइम्बिङ यहाँ रहेछ। यहाँ छ यो ब्रिज, स्काई ब्रिज भन्नु पऱ्यो यसलाई। अनि यहाँ सानो चुलुङ्गे पुल जस्तो नेटको बनाइरहेछ। यो चाहिँ सानो बच्चाहरूलाई खेलाउनको लागि रहेछ। यो चाहिँ राम्रो देखियो बच्चाहरूलाई। यहाँ अब यही सेम टास्क चाहिँ अब सिनियरहरूको लागि, एडल्टहरूको लागि चाहिँ त्यहाँ रहेछ है। अलि रियल एडभेन्चर फिल गर्नुको लागि चाहिँ यहाँ अहिले हाम्रो खेल्ने मान्छेहरू पनि आएको रहेछ, खेलिरहेको रहेछ। यस्तो छ यहाँबाट यस्तो यहाँबाट सुरु रहेछ। यहाँ लाइनमा रहेछ हल्दै रहेछ यसरी। ल यो चाहिँ एउटा गुड एक्सपिरियन्स हुने रहेछ। यहाँबाट आयो सुरु यहाँ गयो अनि यहाँबाट चाहिँ
यहाँबाट चाहिँ फेरि भित्र छिर्नुपर्ने रहेछ। झिकझ्याक गर्दै जानुपर्ने। ल हामी चाहिँ अब भन्ने ठाउँ चाहिँ यहाँ रहेछ। ल पानी पनि दिनु